नमस्कार सम्पूर्णमा हामी चाहिँ यासी रिजल्ट 2082 लाई कसरी चेक गर्न सकिन्छ भन्ने बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेका छौँ। सर्वप्रथम यासी रिजल्ट 2082 लाई चेक गर्नको लागि हजुरहरूको मोबाइलमा रहेको गुगल क्रोमलाई प्रयोग गर्न सक्नुहुनेछ। सर्वप्रथम हजुरको मोबाइलमा रहेको गुगल क्रोमलाई प्रयोग गर्न सक्नुहुनेछ। यो गुगल क्रोममा क्लिक गरिसकेपछि यहाँहरूले यस्तो किसिमको चाहिँ सर्च बार खुल्छ। त्यहाँनिर चाहिँ हजुरहरूले सर्च गर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ हजुरहरूले yasi.ntc.net.enp सर्च गर्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूको मोबाइलमा यस्तो किसिमको एउटा स्क्रिन खुल्नेछ। त्यसपछि हजुरहरूले यहाँनिर सिम्बल नम्बर लेखेको ठाउँमा चाहिँ सिम्बल नम्बरलाई टाइप गर्न सक्नुहुन्छ। हजुरहरूको सिम्बल नम्बर टाइप गरिसकेपछि हजुरहरूले यहाँनिर रहेको सर्च रिजल्टमा क्लिक गरेर हजुरहरूको रिजल्ट चेक गर्न सक्नुहुनेछ। त्यसै गरेर हजुरहरूले आफ्नो ग्रेड सिट अथवा मार्क सिट सहित हजुरहरूको रिजल्ट हेर्न चाहनुहुन्छ भने चाहिँ यहाँनिर रहेको ग्रेड सिट भन्ने अप्सनमा चाहिँ हजुरहरूले क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर क्लिक गरिसकेपछि हजुरहरूलाई यस्तो किसिमको एउटा इन्टरफेस खुल्छ। हजुरहरूले त्यसपछि यहाँनिर सिम्बल नम्बर लेखेको ठाउँमा सिम्बल नम्बर हाल्नुपर्छ। यहाँनिर डेट अफ बर्थ लेखेको ठाउँमा डेट अफ बर्थ अनि यहाँनिर भएको यो लेखेको सिम्बलहरू चाहिँ यहाँनिर क्लिक गरेर चाहिँ हजुरहरूले सर्च रिजल्टमा क्लिक गरिदिनु भयो भने चाहिँ हजुरहरूले ग्रेड सिट सहितको रिजल्ट प्राप्त गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद। यस्तै भिडियोको लागि